सम्माननीय सभामुख महोदय, हिजो मैले घरेलु महिला कामदारले खाडी मुलुकमा भोगेको शास्तिबारे यस सदनमा ध्यानाकर्षण गराएको थिएँ। आज फेरि उक्त विषयलाई सम्मानित सदनमा गम्भीरताका साथ दोहोऱ्याउन बाध्य भएको छु। मानव बेचबिखनको उक्त भयावह नेटवर्कको विरुद्ध लडिरहेका सामाजिक अभियन्ताहरू, जसको नाम मैले हिजो पनि लिएको थिएँ, विशाल डल्लाकोटी जस्ता अभियन्ताहरूलाई अहिले कुवेतमा ज्यान मार्ने, झुटा मुद्दामा लागू औषध, गाँजा वा मदिराको मुद्दा लगाएर जेल हाल्ने धम्की दिँदैछ। यो धम्की कुनै सामान्य आपराधिक समूहबाट आएको होइन सभामुख महोदय, यो नेपाली चेलीबेटीहरू बेचेर धन कमाउने मानव तस्करहरूको सङ्गठित सञ्जालबाट नै आएको हो। तसर्थ यो केही व्यक्तिहरूमाथिको धम्की मात्रै होइन। त्यसैले म आज यो संसद मार्फत सरकारलाई सचेत गराउन चाहन्छु, नेपालीद्वारा नै नेपालभित्र र नेपाल बाहिर फैलिएको यो मान्छे बेच्ने एजेन्ट नेटवर्क ध्वस्त पार्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रा युवाहरू त्यहाँ असुरक्षित भएका छन्। यस विषयमा म कुवेत स्थित राजदूत महोदयको पनि ध्यानाकर्षण